बुट्टे छाता उडेर लागेँ साथी म चाहिँ मेरो मम्मी पनि स्पिडमा आउँदै हुनुहुन्छ। हामी सँगै बजार जानलाई हो नि त। फेरि मम्मीलाई चाहिँ छाता साटेर ओड्न पर्यो रे। मेरो बुट्टे छाता चाहिँ मम्मीले ओड्नुभयो। म फेरि उफ गर्मीले यति ज्याकेट लाएर हिँडिरहेको छु नि। यो मेरो ज्याकेट चाहिँ नलगाइ नहिँड्ने बानी चाहिँ सुधार्नै पर्नेछ। बाटो हिँड्दा फुल देख्न साथ क्यामेरामा कैद गर्ने मेरो बेहोरा चाहिँ ठिकै लाग्छ। भिडियो अझ सुन्दर हुन्छ नि त। हामी आमा छोरी चाहिँ आज इलाम बजार घुमघामसँगै क्रोसेट ह्यान्डमेड प्रोडक्ट पनि अर्डर आएको भएर आफ्नै हातले बुनेर पुर्याउन लैजाँदैछौँ। इलाम बजार पनि वर्ल्ड कपमय भइरहेको रहेछ। सबै वर्ल्ड कपतिर म चाहिँ बजारतिर। आफ्नै धुनधुन्ती छ है मेरो चाहिँ। सिधै साथीको पसल सोलेभनमा छिरौँ भनेर हिँडेको साथी चाहिँ बाहिर निस्केछन्। म फेरि आफै ढोका खोलेर फ्यान अन गरेर चाहिँ चिसो हावा लिँदैछु। ल साथी पनि आइसके। के सामान रिसिभ गरेर आएको हो कुन्नी। म चाहिँ हावा लिनै व्यस्त छु। यता फेरि मेरो ह्यान्डमेड प्रोडक्ट यो चाहिँ अर्डरको भएर डेलिभर हुँदैछ। हामी यसलाई प्याकिङ गरेर चाहिँ पठाउने तयारीमा छौँ। यो चाहिँ जमुना जाँदैछ है। साथीको पनि सामानहरू चाहिँ अनलाइन अर्डर धेरै आएको भएर दुईवटै सामान एकैचोटि प्याक गरेर हामी पठाउँ न त भनेर रेडी गरेर राखेको छौँ। अब चाहिँ हामी खाजा खाने तयारीमा छौँ। खाजा पनि दुईजनालाई 3वटा भनेर भन्नुहुन्छ होला। मम्मीको लागि पनि आएको थियो तर मम्मी चाहिँ बजारको फलफुल बाहेक केही पनि खानुहुन्न के। त्यही भएर हामी दुईजना चाहिँ खाजा खानमा चाहिँ बारी खान व्यस्त छौँ। साँच्ची हजुरहरूलाई चाहिँ यस्तै ह्यान्डमेड क्रोसेट प्रोडक्टहरू र राम्रो क्वालिटीमा चाहिँ ब्रान्डेड जुत्ता प्लस टी सर्ट चाहिएको भए चाहिँ हामीलाई सम्झनु होला है। लोकेसन चाहिँ सोल हेभन इलामचोक बजारमै रहेको छ। डिटेलमा चाहिँ नेक्स्ट भिडियोमातिर भन्दै जानेछु। अहिले चाहिँ हामी खानाकै सुरुमा छौँ। अब खाइसकेपछि हामी बिस्तारै छुट्ने भनेर साथीसँग पनि मैले कुरा गरिसकेँ। अब चाहिँ हामी बिस्तारै घर जाने हो। मम्मी चाहिँ आप पनि खाने भन्दै हुनुहुन्छ। अब फेरि भेटौँ नेक्स्ट भिडियोमा है त। बाइ बाइ।